Hello, welcome back to my another video from सिन्धुली। यो चाहिँ कालीमाई दर्शन गरेको हामीले कालीमाई भगवानको यहाँ हेर्न सक्नुहुन्छ हजुरहरूले कस्तो राम्रो छ। कालीमाईको दर्शन पनि गरिसियो हजुरहरू। अनि त्यसपछि हामी जान्छौं माइथानमा चाहिँ हामी बसमा गएर अनि जान्छौं। माइथान मन्दिर जान बेलामा चाहिँ यहाँनिर पुल छ, सानो गेट पनि छ। अनि गेट हुँदै हामी चाहिँ पुल क्रस गरेर चाहिँ हामी माइथान मन्दिर जान्छौं। अगाडि पनि भिडियो हेर्दै गर्नु होला, कस्तो लाग्छ प्रतिक्रिया दिनु होला है त। हेर्नु सक्नुहुन्छ यहाँनिर। यता चाहिँ म छु, भिडियो बनाउँदैछु। यहाँ दिदी हुनुहुन्छ, साथी र भाइ चाहिँ अगाडि गएको छ। हेलो हेलो हेलो। हामी चाहिँ यहाँ माइथानमा आउँदैछौँ, जाँदैछौँ। यहाँ खोला छ, हेर्न सक्नुहुन्छ कस्तो राम्रो खोला छ। खोला तर्नुभन्दा अगाडि गर्नुपर्छ भन्छ। गाइजहरु हेर्नुस्, यहाँनिर रिसाउने एउटा यहाँ यस्तो भएको कि म त पुरै देखाइदिन्छु। म अहिले राखिदिन्छु। यहाँ चाहिँ म छु। अहिले भोइस ओभर गर्नु क्या, पछि न अहिले। अहिले चाहिँ बुनुले स्माइल गरिन्। गाइजहरु यहाँ चाहिँ कमलामाई मन्दिर हेर्न सक्नुहुन्छ। म तपाईहरुलाई जुम गरेर देखाउँछु। यस्तो मजाले हेर्नुस्, सिन्धुलीको फेमस माइस्थान आज फाइनली दर्शन गर्न पाइयो। कमलामाई दर्शन, माइस्थान कमलामाई। हामी चाहिँ मन्दिर दर्शन गरेर फर्केको। मन्दिर दर्शन गरिवरी हामी चाहिँ यहाँ यसरी खाजा खानालाई बसिरहेछौँ। दुईजना बुढाबुढी हेर्नु त, यस्तो बुढाबुढीको मम्मी, उता पनि बुढाबुढी। हेर कस्तो आछ मेरो, आएको छैन हो सब म युट्युबमा हाल्ने हो। यहाँबाट चाहिँ यस्तो गरेर खाना चाहिँ आइसक्यो। बुनु आमा स्माइल दे। सबैजना भोकाएर खाइराख्नु। यस्तो मजाले यस्तो भोक लागेको रहेछ। पंखा बनाउन त्यो पंखा र हिटर बनाउन पठाउन। This is another day of our travel vlog. Guys, हामी यहाँनिर गणेश मन्दिर आइसक्यौं। यहाँबाट अब भर्याङ यो चाहिँ यता सिद्धिविनायक गणेश मन्दिरको हो, सिन्धुली जिल्लामै पर्छ। हामीहरु चाहिँ फर्स्ट टाइम गएको, हेर्न सक्नुहुन्छ हजुरहरूले। यस्तो राम्रो मन्दिर छ, यस्तो राम्रो ठाउँमा इन्जोय गर्नु होला, दर्शन पनि गर्नु होला है। ल है, यहाँ गणेश मन्दिर आइपुग्यौँ हामी। कस्तो मजाको है। हामी यहाँ तलबाट आएको यसरी
राम्रो यहाँ चाहिँ पुनम केरा खाँदैछ यता मन्दिर। अब हामी चाहिँ बिस्तारै घरतिर जानुपर्छ। यतापट्टि हेर्न सक्नुहुन्छ झरना कस्तो राम्रो छ। हामी अटोबाट फर्किँदैछौँ। हेर्नु होला कस्तो राम्रो गएको चाहिँ हामी त्यत्तिकै भयो। कस्तो राम्रो गाउँ छ क्या यो। रेकर्ड भएको चाहिँ छैन। भइरहेको खोला छ हेर्नु होला। यहाँनिर कस्तो मजाको खोला छ। खोला पार गरेर हामी जानुपर्छ। यतिन्जेलसम्म भिडियो हेरिदिनु भएकोमा धन्यवाद। थ्याङ्क यू सो मच फर वाचिङ।